ल आज चाहिँ हामी यता कटरिकाले माछा मार्न गइरहेछौँ है। म अनि हाम्रो भ्योक्सा बहिनी अनि एकजना हाम्रो काका चाहिँ गोठालो हो। अनि हामी चाहिँ जम्मा जम्मी माछा मार्न जाने टोली चाहिँ 3 जना हो। हाम्रो ज्वाइसँग हो, अगाडि जाने हुन्छ डोको बोकेर। हाम्रो काका चाहिँ गोठालो हो होइन। हामी चाहिँ गइरहेछौँ टक्क टक्क तरिकाले होइन। म चाहिँ एउटा जम्पल अनि बाइस बिचहरू चाहिँ हाम्रो दाइले बोक्दै हुनुहुन्छ। कस्तो पर्छ हामी खोला पुगेर पनि देखाउनेछौँ र कति पक्रिन्छौँ त्यो पनि हामी तपाईँहरूलाई देखाउनेछौँ। चाहिने चिजबिजहरू भनेको यिनै हुन्। टक्क हाम्रो वाछोन है, त्यो चाहिँ अर्ग्यानिक छ्याङ, जाँड अनि कचियाहरू, कोदालीहरू। अनि यता चाहिँ हाम्रो भ्योक बहिनी हुनुहुन्छ, हो धेरै हराएर ल्याउँदै छौँ को आज माछा के कतिको पक्रिँदो रहेछ। अर्कोचोटि टिममा पर्छ कि पर्दैन आज देखा जाएगा। र अब भने चाहिँ हामी माछाको लागि चाहिँ नै बिस काट्ने क्रम जारी छ। ल यही हो, यो मौवा होइन दाजु, छोकबा अलिम भन्छ हाम्रो राई भाषा त। यो चाहिँ मौवा हो, एकदम यो अचोर बिख हुन्छ यो चाहिँ हाम्रो यही अर्ग्यानिक बिख टिप्ने क्रम जारी छ है। ल छिटो छिटो फुट्नु पनि छिटो छिटो त्यो टुप्पिदिएको हाँगासँग नि हुन्छ के, काचाक कुचुक पारेर लगाइदिने हो कराङ गुरुङ। हाम्रो चाहिँ यही हो, यो साङ्गिराङ जाने कुलो हो। यो यही कुलोको मुनि हो हाम्रो चाहिँ माछा मार्ने स्थान चाहिँ। यो तल देखिरहेछ खोला नि, त्यही हो हाम्रो चाहिँ अब डेस्टिनेसन। हाम्रो नजिक पुगिरहेछौँ हाम्रो टक्क तरिकाले। हाम्रो खोला चाहिँ यही हो, हाम्रो डेस्टिनेसन चाहिँ यहीँसम्मको हो। ल हाम्रो मूल दहहरू मार्नुपर्ने दह भनेको यो, त्यो 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 3 स्टेप 4 स्टेपको छन् दहहरू। यिनीहरू नै हो हाम्रो टार्गेटहरू भनेको। अब बिचमा भिडियो बनाउनु नभ्याएला हामी तपाईँहरूलाई मारिसके पछाडि कति पक्रिन्छौँ त्यो चाहिँ हामी देखाउन तयार छौँ। त्योभन्दा बिचको भिडियोहरू खासै आश नगर्नु होला। 2 hours later. अघि नै मैले तपाईँलाई भनि नै हालेको थिएँ, धेरै चाहिँ आश नगर्नु। हामीले माछा मार्दै गरेको बेला चाहिँ अलिक फुर्सद हुँदैन भनेर। र अब चाहिँ भएन चाहिँ फाइनल हामीले पक्रिसकेका छौँ माछा। हेरौँ है, लगभग 1.5 देखि 2 केजी भित्रको अन्दाजा हामीले लगाइरहेको छौँ हाम्रो माछाहरू। एकदम धेरै नै छ। यो चाहिँ डुअल केमा 1.5 देखि 2 केजी होइन दाजु? हो, उता पनि छ। भ्योकले पनि यो सबै कुरा अर्को झोलामा पनि छ। 1.5 देखि 2 को अनुमानमा पक्रियो। यही एउटा डुअल कि यहाँ मात्रै। अनि टक्क त्यहाँ माथि कुनामा देखेको त्यति मात्रै मार्यो। त्यहाँदेखि चाहिँ 2 ठाउँमा मार्दाखेरि भक 2.5 केजी भनेको यो धेरै नै राम्रो कुरा हो। आउट अफ एक्सपेक्टेसन भन्छ त्यसलाई चाहिँ। यो हामीले सोचेको भन्दा धेरै नै पक्रियौँ यसलाई चाहिँ नै हाम्रो भ्योकले। अनि हाम्रो पाइपहरू यहाँ छ। अब फाइनल हाम्रो जाड यहाँ छ। टक्क तरिकाले अब यो खाने हो, निस्किने हो। अनि सुई उकालो निस्किने हो। अब टाकसोकमा उकालो कस्तो भयो, रमाइलो भयो? अर्कोचोटि आउने कि नआउने? ल भनेपछि आजको पर्फर्मेन्स हेर्दाखेरि टिममा पर्ने खालको देखियो। तर अलिक त दोममा फोप्कै जस्तो चाहिँ नफोप्काउनु माछा।